उहाँको स्टाइलहरू उहाँकोहरू मलाई एकदम मनपर्छ, म रेस्पेक्ट तर गर्छु। कति पोलाइट मान्छे नर्मलमा भेट्दाखेरि राम्रो म छक्क परेको। तपाईँको एकचोटि एउटाले फोन के अरे मेरो साथी एकजना पोखरामा हुनुहुन्छ कि रकी भन्ने, हामी सँगै पढेको। अहिले जस पारा सरकार जानुभयो भने त उहीँ जाने, उसको छोरीहरू खेलाइराख्ने, उसले भिडियो पनि आइरहेको हुन्छ कि पारा सरकार रकीकोमा। अनि पारा सरकारलाई चाहिँ एक दिन त एउटा मोबाइल त्यार्सा चाहियो कि भिडियो खिच्नको लागि। अनि त्यहाँबाट त त्यो डन आयो, डन भन्ने गीतमा हाल्न ल हो भनेर पहिल्यै जोतिर आएर कि जसले नि अब त्यही गीतमा हालिदिन्छ नि त, लाइनमा हालिदिन्छ नि त। पारा सरकारले पहिले नै भन्नुभयो अरे कि डन आयो डन गीतमा हाल्न ल हो भनेर। हो सरकार भनेपछि ल ल कि मेरो गीत पारा सरकारले नि त सुन्नु रहेछ। सुनिहाल्नुहुन्छ। नमस्कार पारा सरकार। होइन एकदमै साँच्चै सुन्नुहुन्छ। हामीले पनि नमस्कार। होइन हजुर म होइन, म त यसो अभिनय थोरै सिक्न खोजेको, उहाँको कपी मात्रै गरेको होइन। जस हामी सुमन र मैले सँगै भेटेको, अब कुरामा कुरा निक्लेपछि भनौँ, बाहिर जति हामीले समाचारहरू सुन्यौँ होइन, उहाँका नेगेटिभ चिजहरू पनि सुन्यौँ, पोजिटिभ चिजहरू पनि सुन्यौँ। भेट्दाखेरि उहाँ जति चाहिँ डाउन टु अर्थ मान्छे होइन मैले कमै देखेको छु भनौँ न। यति धेरै रेस्पेक्ट गर्नुभयो हामीलाई, कलालाई बुझ्ने मान्छे, फिल्म पनि हेर्नुहुन्छ, गीत पनि सुन्नुहुन्छ, कमेडी पनि हेर्नुहुन्छ, पोलिटिक्सलाई पनि त्यत्तिकै नजिकबाट निहालिराख्नु भएको छ। त्यो सबै यावत चिजहरूमा 1 घन्टा गफ भयो। अनि हामीले उहाँलाई चिन्ने मौका पायौँ कि न्युजमा आएको जस्तो मात्रै उहाँ होइन रहेछ है, खासमा अर्कै मान्छे हुनुहुँदो रहेछ भन्ने चाहिँ थाहा भयो। त्यही भएर पारा सरकारलाई मैले गीत लेखेको डन आयो डन बजाइदिन्छ बाजा हो कि